नमस्कार, म रोशन भुसाल फेलिक्स इस्टर्न बुटोलबाट। आज म अस्ट्रेलियाको भिजा अप्लाई गरेर भिजाको वेटिङमा बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूको लागि एउटा महत्त्वपूर्ण अपडेट लिएर आएको छु। यदि तपाईँले अस्ट्रेलियाको भिजा अप्लाई गरिसक्नुभयो र भिजाको डिसिजनको पर्खाइमा हुनुहुन्छ भने तपाईँहरू अब अर्को एउटा कुरामा पनि सतर्क रहनुपर्ने भयो। मैले भिजा अप्लाई गरिसकेँ, अब म भिजाको वेटिङमा मात्रै हो भनेर ढुक्क भएर नबस्नु होला। किनकि अस्ट्रेलियन हाई कमिसनले रिसेन्टली अहिले फोन कल मार्फत ऱ्यान्डम इन्टरभ्यूहरू लिइरहेका कुराहरू हजुरहरू जानकार नै हुनुहुन्छ होला। यदि तपाईँहरूलाई जानकार छैन भने यो भिडियो मार्फत तपाईँहरूलाई जानकारी गराउन गइरहेको छु। अस्ट्रेलियन हाई कमिसनले अहिले धेरै विद्यार्थीहरूलाई इन्टरभ्यूहरू गरेर भिजा ग्रान्ट गर्ने र भिजा डिक्लाइन गर्ने कामहरू गरिरहेको छ। यदि तपाईँ पनि भिजा अप्लाई गर्नुभएको छ र भिजा अप्लाई गरिसके पछाडि इन्टरभ्यूको तयारी गर्नुभएको छैन भने आजै अहिले भर्खरैबाट आफूले इन्टरभ्यूको राम्रोसँग तयारी गर्नु होला। र यो इन्टरभ्यूमा तपाईँले के कुरा जानकारी राख्नुपर्ने हुन्छ भने तपाईँले कतिसम्म रिसर्च गर्नुभएको छ, तपाईँ कति स्टडी गरेर आफूले स्टुडेन्ट भिजामा अप्लाई गर्दै हुनुहुन्छ भन्ने कुराको पनि एउटा लेखाजोखा गर्न खोजेको हुनसक्छ। त्यस कारणले गर्दा तपाईँले आफूले पढ्न जाने युनिभर्सिटीको बारेमा राम्रो जानकारी राख्नु होला। तपाईँ कुन कोर्समा जाँदै हुनुहुन्छ, कुन लेभलमा जाँदै हुनुहुन्छ, डिप्लोमामा जाँदै हुनुहुन्छ कि ब्याचलर्समा जाँदै हुनुहुन्छ कि मास्टर्समा जाँदै हुनुहुन्छ, डिप्लोमामा जाँदै हुनुहुन्छ भने किन डिप्लोमामा जाँदै हुनुहुन्छ, वाइ नट डाइरेक्टली इन ब्याचलर्स, यस्ता प्रश्नको उत्तर तपाईँसँग रहनुपर्ने हुन्छ। तपाईँ कुन कोर्समा जाँदै हुनुहुन्छ भन्दै गर्दा त्यो कोर्सको स्पेसलाइजेसन, त्यसबाट तपाईँले आफूले के बुझ्नु पर्यो भने आफूले जेन्युनली स्टडी गरेको छु भनेर तपाईँले त्यहाँ प्रेजेन्ट गर्न सक्नुभयो भने भिजा ग्रान्ट हुनलाई केही पनि समस्या रहँदैन। तर यदि तपाईँको आइएल्स राम्रो छ, पिटी राम्रो छ, फाइनेन्सियल डकुमेन्ट्सहरू राम्रो छ, एकाडेमिक डकुमेन्ट्सहरू राम्रो छ, तर तपाईँले इन्टरभ्यू राम्रोसँग डिल गर्न सक्नु भएन, ट्याकल गर्न सक्नु भएन भने तपाईँको भिजा डिक्लाइन पनि हुनसक्छ। त्यस कारणले गर्दा तपाईँहरू चनाखो रहनु होला, तपाईँहरू यसको लागि राम्रो वेल प्रिपेयर रहनु होला। जुन विद्यार्थी भाइ बहिनीहरूले राम्रोसँग प्रिपेयर गरिसक्नु भएको छ उहाँहरूको कुनै पनि आत्तिनु पर्दैन, यसमा डराउन चिन्ता मान्नुपर्ने कुरै छैन। बस यो त तपाईँ के मात्रै हो भने आफू राम्रोसँग तयारी अवस्थामा रहनु होला भनेर यो भिडियो बनाएको हो जानकारीका लागि। र तपाईँले इन्टरभ्यूमा सोध्ने प्रश्नहरूको जवाफ चाहिँ तपाईँले भिजा अप्लाई गर्दाखेरि लेखेका कुराहरू, जिएस स्टेटमेन्ट, जेन्युन स्टुडेन्ट तपाईँ हो कि होइन त भनेर पनि त्यहाँ प्रुभ गर्नुपर्ने हुन्छ। र तपाईँलाई यदि जेन्युन स्टुडेन्ट लागेन भने अस्ट्रेलियन हाई कमिसनले भिजा ग्रान्ट नगर्न पनि सक्छ। त्यस कारणले तपाईँले प्रश्नको उत्तर दिने क्रममा अथवा तपाईँले दिने उत्तरहरू जिएस क्वेसनमा आधारित भएर दिनु होला। र यसमा तपाईँहरू निश्चिन्त भएर नहडबडाइकन, नआत्तिकन आफ्ना कुराहरू राम्रोसँग प्रेजेन्ट गर्नु होला र त्यति भयो भने तपाईँको भिजा ग्रान्ट हुन्छ। All the very best to all the students who applied for Australian student visa. Thank you very much. Namaste.